देखाउने यो म्युजियम आज हामी तपाईहरु माझ लिएर आएका छौं र तपाईले देख्न सक्नुहुन्छ इगर लोनर सिटु पाइथोन र यसको इतिहासहरु यहाँ देखाएका छन् र चाहिँ पहिलाको जमानामा कस्तो खालको चाहिँ गाडीहरु हुन्थ्यो भन्ने कुरा यसले देखाएको छ दर्शाएको छ र चाहिँ यो एउटा ऐतिहासिक र चाहिँ मोटर गाडीको पनि एउटा इतिहाससँग जोडिएको विषयहरु रहेछन् जुन अवलोकन गर्ने अवसर जुट्यो र चाहिँ तपाईको चाहिँ धेरै चीजहरुका इतिहाससँग पनि जोडिएका विषयहरु रहेछन् र चाहिँ तपाईहरुलाई यो देखाउने एउटा मौका पनि जुटेकोमा आफैलाई गौरवान्वित महसुस पनि गरेका छु। तपाईको फर्डिनान्ड पोर्चे तपाईहरु चाहिँ यसको इतिहासहरु धेरै तपाईको चाहिँ एउटा चाहिँ गाडीको पनि कति ठूलो इतिहास हुन्छ भन्ने कुरा चाहिँ तपाईको चाहिँ यहाँ देख्न सकिन्छ हामीले र तपाईको चाहिँ एउटा उहाँहरुको एउटा मोटो दिस इज अ म्यान हु हेज अ ग्रेट करियर अहेड अफ हिम दिस इज नट द लास्ट यु विल बी हियरिङ फ्रम हिम भन्ने एउटा चाहिँ तपाईको मोटिभेसनल स्पीच पनि यहाँ लेखेका रहेछन् र त्यहाँ धेरै विभिन्न चीजहरुको इतिहासले भरिएको ठाउँ पनि यो रहेछ। त्यो जमानामा गाडीका टायरहरु होलान् उनीहरु तपाईको चाहिँ ल हेर्नुस् त्यो जमानामा उहाँहरुले आविष्कार गरेका गाडी हो यो पोर्चे गाडी यसको ठूलो इतिहास र चाहिँ यसलाई त्यही अनुसारले अवलोकन गर्ने तपाईको म्युजियम पनि बनाएका रहेछन् र चाहिँ त्यो जमानामा पोर्च गाडीको तपाईको चाहिँ इन्जिन होला यो सायद र तपाईको चाहिँ इन्जिन कस्तो थियो यसको दृश्यहरु कस्तो थियो भन्ने कुरा चाहिँ यसले दर्शाएको छ। यो चाहिँ धेरै इतिहासबाट चाहिँ जोडिएका विषयहरु रहेछन् जसले चाहिँ गाडीका बारेमा धेरै जानकारी पनि दिने रहेछ र चाहिँ तपाईको चाहिँ त्यो बेलामा मान्छेले आफ्नो सवारी साधनको रूपमा होस् आफ्नो शौकलाई पूरा गर्नलाई होस् त्यो इस्तेमाल गरेका चीजहरु ती बनाएका चीजहरु यी चाहिँ सारै अविस्मरणीय एउटा चाहिँ पल पनि रहेछ र यसले चाहिँ तपाईको चाहिँ विश्व जगतलाई नै एउटा चाहिँ गाडीको एउटा इतिहासको रूपमा पनि यो देखिएको रहेछ। र यो चाहिँ तपाईको चाहिँ पोर्च गाडीको चाहिँ ठुलो एउटा विशाल एउटा सोरुम पनि रहेछ र चाहिँ यो सोरुमको चाहिँ इतिहास यहाँ चाहिँ उहाँहरु पनि हुनुहुँदो रहेछ। ¿Tienes pregunta? You are from Porsche? Sí. Okay, so you can say something about the this museum. Okay. Welcome. Okay. I like the museum because it has Porsche inside. Okay, And that's we're great. big Porsche fans. Okay. 80 cars in total. Okay, great. And all of the cars are working. Working condition, okay? त्यो जमानामा पनि तपाईको चाहिँ ध्वनिको जुन बनावटले विश्व पहिला पनि कति सचेत थियो र टेक्नोलोजीमा विश्व कति अगाडि थियो भन्ने कुरा एउटा चाहिँ उदाहरण
यसले देखियो। यो एउटा इतिहास हो, हेर्नुहोस्। यो इतिहास अवलोकन गर्न पाउनु हाम्रो लागि पनि एउटा भाग्यकै कुरो हो। र मैले तपाईँको चाहिँ पोर्ट्सको म्युजियम भिजिट गर्दा मैले एउटा कुरा के महसुस गरेँ तपाईँको भन्नुहुन्छ भने विज्ञान विश्व र विश्वको रफ्तार जसरी चाहिँ युरोप सभ्यता थियो त्यो यतिकै तपाईँको चाहिँ युरोपियन सभ्यताहरू बनेका होइनन्, यतिकै तपाईँको चाहिँ युरोपले विकास गरेको होइन र यतिकै यहाँका मान्छेहरू शिक्षित होइनन्। तपाईँको चाहिँ युरोपले गरेको यो विकास, युरोपले गरेको यो इतिहास, जसको सभ्यता 400-500 वर्ष अगाडिबाट का चाहिँ जुन सभ्यताहरू छन् र उहाँहरूले 1960 को जन्म यो तपाईँको 1960 को तपाईँको चाहिँ 1960 मा उहाँहरूले गर्नुभएका आविष्कारहरू, उहाँहरूले बनाउनुभएका यी गाडीहरूले एउटा कुरा के झल्काउँछ तपाईँको भन्नुहुन्छ भने उहाँहरू कति सक्षम हुनुहुन्थ्यो। 1960बाट चाहिँ उहाँहरूले चाहिँ यो खालको चाहिँ तपाईँको चाहिँ गाडीहरूलाई आविष्कार गरेर यो खालका गाडीहरू उहाँहरू चढ्नुभएका थिए। त्यही भएर हामीले एउटा कुरा के बुझ्नुपर्छ भन्नुहुन्छ भने वास्तवमै विकास गर्ने हो, देश बनाउने हो भने हामीले चाहिँ यी चिजहरूलाई अवलोकन गरिसकेपछि आफ्नै देशमा के गर्नुपर्ने रहेछ, टेक्नोलोजी भन्ने कुरा डेभलप गर्नुपर्ने रहेछ। र चाहिँ विदाउट टेक्नोलोजी यो संसारमा चाहिँ केही पनि नहुने रहेछ भन्ने कुरा चाहिँ तपाईँको चाहिँ यो अवलोकन म्युजियम अवलोकन गरेपछि आफैलाई मैले महसुस गर्ने पनि एउटा मौका पाएँ। र चाहिँ तपाईँको चाहिँ अहिले उहाँहरूको पोर्ट्स गाडी विश्वको वान अफ द लग्जरियस ब्रान्डमा पर्छ, जसको आफ्नो यत्रो ठुलो इतिहास रहेछ, इतिहास छ। र आज यो इतिहासलाई अवलोकन गर्ने मौका जोड्यो, अवलोकन गर्न पाइयो। र तपाईँहरूलाई पनि मैले मेरो ब्लग मार्फत @nurvlogs10 मार्फत मैले तपाईँहरूलाई देखाउन पाउँदा धेरै खुसी लाग्यो। र चाहिँ लाग्छ मलाई हजुरहरूले पनि यो हेरेर मेरो ब्लग्सलाई मन पराइदिनु हुनेछ। यस्ता म विभिन्न नयाँ ठाउँहरूमा भिजिट गर्दाखेरि यस्ता खालका चाहिँ चेतनामूलक र चाहिँ इन्फर्मेसन पनि जोडिएका चिजहरू मेरो ब्लग्स मार्फत मैले तपाईँहरूलाई दिन पाउँदा मलाई धेरै खुसी पनि लागेको छ। ल हेर्नुहोस्, त्यो पोर्ट्स गाडीहरू जुन 1970मा ती बनेका गाडीहरू, जसको इतिहास जति पढ्न सकिए पनि, जति पढ्न मन लागे पनि छोड्न मन नलाग्ने इतिहास रहेछन्। हाम्रो देशमा हामीले एउटा सिम्पल एउटा गाडी देख्दाखेरि हामी अचम्म मान्ने नेपालीहरूको लागि यी गाडीहरू जुन 1970मा बनेका गाडीहरू देख्दाखेरि म दङ्ग परेको छु। उहाँहरूको विकास, उहाँहरूको आविष्कार, उहाँहरूको टेक्नोलोजीलाई धेरै नै अविस्मरणीय मान्नुपर्दछ। र चाहिँ उहाँहरूले रचेका इतिहासहरू, उहाँले रचेका यी टेक्नोलोजीहरू आज यसलाई पनि मान्छेले अवलोकन गर्नलाई मरिहत्ते गर्छन्। र मैले हर हमेसा म घुम्न जाँदा होस्, विभिन्न ठाउँहरूमा मैले अवलोकन गर्दाखेरि होस्, मैले एउटा कुरा के भन्ने गरेको छु भनेर भन्नुहुन्छ भने टेक्नोलोजी र इतिहासको संरक्षण गरिनु पर्दछ। RS 2.7 on the left side, which is the white and green one. This is the first on the level with the spoiler. And then you see the spoiler basically, we can put that here. It's the ducktail, as you say. And it's also basically the grandfather, as I always say, of the Jupiter RS, because it was also a race car for the street. And today we have this monster right here. तपाईँको चाहिँ पुरानो जमानाका चाहिँ इन्जिनहरू र तिनले गर्ने कामहरूका बारेमा पनि यो म्युजियममा राखिएको रहेछ। र तपाईँको चाहिँ त्यो जमानामा पनि टेक्नोलोजी कस्तो रहेछ र त्यो जमानामा पनि कसरी चाहिँ इन्जिनले काम गरेको रहेछ भन्ने कुरा अहिलेसम्म आएर पनि तपाईँको चाहिँ
मान्छेले त्यसलाई अवलोकन गर्न सक्ने र उहाँहरूको जानकारी भए हुन्छ। अहिलेसम्म उहाँहरूले राख्नुभएका हरेक तपाईँको चाहिँ गाडीहरूले सही काम नै गरेका छन्, स्टिल त्यसलाई मेन्टेन नै गरेर राखिएको छ भन्ने पनि जानकारी उहाँहरूले दिनुभयो। त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र उहाँहरूलाई मैले यो पनि जानकारी गराएँ कि म नेपालबाट आएको र यो घुम्न पनि आएको र एउटा सानो म तपाईँहरूको यसको म भिडियो बनाउँदैछु भन्दाखेरि उहाँहरू धेरै खुसी पनि हुनुभयो र उहाँहरूलाई मैले नेपाल घुम्ने निम्तो पनि दिएँ र उहाँहरू नेपालको नाम सुन्ने बित्तिकै धेरै खुसी हुनुभयो र चाहिँ नेपाल घुम्ने बाचा पनि उहाँहरूले गर्नुभयो। त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद। त्यो जमानामा पनि तपाईँको चाहिँ गाडीको बाहिरी बनोट कस्तो थियो, कसरी बनाएका थिए भन्ने एउटा ज्वलन्त उदाहरण, ज्वलन्त एउटा इतिहास त्यस बेलाका गाडीले पनि यो देखाउँदाखेरि दङ्ग हामी पर्ने एउटा चाहिँ स्थिति देखियो। हामी उहाँहरूलाई धेरै अप्रिसिएटेड पनि गर्छौँ र चाहिँ तपाईँको चाहिँ गाडीको चाहिँ एउटा इतिहास कसरी यो गाडीहरूको चाहिँ बन्यो, के गर्यो, कसरी गर्यो भन्ने सारा इतिहासले भरिएको पनि रहेछ र चाहिँ तपाईँको चाहिँ फर्डिनान्ड पोर्से सायद उहाँ संस्थापक हुनुहुन्छ होला। उहाँको चाहिँ धेरै ठुलो इतिहासहरू चाहिँ यहाँ देखियो र त्यो इतिहासलाई हामीले परख्ने पनि हामीले कोसिस गरेका छौँ र चाहिँ यसको लागि एउटा गाडीको इतिहास कस्तो थियो, तपाईँको चाहिँ कति सङ्घर्ष गरेका थिए र अहिलेसम्म पनि त्यो विरासत कसरी टिकिरहेको छ भन्ने एउटा ज्वलन्त उदाहरणको रूपमा यो म्युजियम रहेको छ। यो हाम्रो लागि र भविष्यको लागि र पछि आउने पुस्ताहरूको लागि पनि एउटा ठुलो एउटा चाहिँ तपाईँको चाहिँ नलेज हुनसक्छ। यसको लागि यसरी संरक्षण गरिनु र संरक्षण भएका चिजलाई अवलोकन गर्न पाउनु पनि एउटा भाग्यकै चिज होला। तपाईँको चाहिँ र जर्मनी एन्ड पाइयो व्यक्तिगत त पाइयो, त्यहाँ चढ्न पाइयो। तपाईँका चाहिँ विभिन्न बेलामा बनेका यी म्यानेज स्ट्रक्चर भएका यी गाडीहरू र यी गाडीहरूले रचेका इतिहासहरू धेरै नै अविस्मरणीय रहेछन्। धेरै खुसी लाग्यो यसलाई अवलोकन गर्ने एउटा सौभाग्य जुट्यो। जर्मनीको स्टुटगार्ट अन्तर्गत अवस्थित यस तपाईँको चाहिँ म्युजियम मार्फत तपाईँहरू सबैलाई मैले देखाउन पाएको यो दृश्य, यो भिडियोले धेरै आनन्दित महसुस गरेको छु। There are two phones actually, one for the speakers and one for
हेर्नुहोस् त्यो जमानामा बनेका रेसिङ कारहरू र जर्मन देश वास्तवमै भन्नुपर्दाखेरि तपाईँको चाहिँ अटोमोबाइल्स र अटो गाडीको लागि धेरै नै एक्सपर्टिजहरू भएको देश मानिदो रहेछ र उहाँहरूले रचेका इतिहासहरू धेरै नै अविस्मरणीय रहेछन् र यो हेर्ने अवलोकन गर्ने मौका जोड्दाखेरि धेरै नै खुसी लागेको छ र मैले मेरो ब्लग्स मार्फत मैले हजुरहरूलाई यो देखाउन पाउँदाखेरि आफैलाई धेरै धेरै खुसी लागेको छ। यो विशाल तपाईँको चाहिँ म्युजियम अवलोकन गर्ने मौका पाउँदा धेरै धेरै खुसी लागेको छ। आशा लागेको छ तपाईँहरू सबैले यो मेरो ब्लग्स मार्फत यसलाई धेरै माया गरिदिनु हुनेछ, मन पराइदिनु हुनेछ भन्ने पनि मैले आशा लिएको छु। Once again, guys, please say hi. No llegas hasta arriba. Te va con retraso, va a colgar. Como hay en las conversaciones, va a colgar. Niega, यो गाडीको म्युजियम एउटा अटोमोबाइल्सको एउटा संसार रहेछ भन्दा पनि हुन्छ, संसारै रहेछ भन्दा पनि हुन्छ। यो एउटा यस्तो अविस्मरणीय एउटा चाहिँ तपाईँको चाहिँ बनाएर उहाँहरूले राख्नुभएका रहेछन् कि मान्छेले यो घुम्दा, मान्छेले यो हेर्दा, मान्छेले यसको यसको लागि कति मान्छेहरू चाहिँ तपाईँको घुमिएका छन् यसका इतिहास बुझ्न। तपाईँको हेर्नुहोस् कति धेरै मान्छेहरूको चाहिँ यसमा रुचि छ। यो सुन्दर पोर्चे गाडीको दृश्य अवलोकन गरिसकेपछि तपाईँको चाहिँ यिनले रचेका इतिहासहरू, यिनले बनाएका इतिहासहरू अविस्मरणीय रहन्छन् भन्ने कुरा हामीले महसुस गऱ्यौँ र धेरै भन्ने पनि लाग्यो। वास्तवमा जर्मनी तपाईँको चाहिँ मोटर इन्डस्ट्रिजमा होइन, अटो इन्डस्ट्रिजमा चाहिँ एउटा चाहिँ बलियो उपस्थिति छ उहाँहरूको विश्वमा नै, र यिनले रचेको इतिहासहरू पनि धेरै अचम्मका छन्। Air is missing here, and so we have a vacuum. Also the vacuum is negative pressure.
स्टुटगार्ट जर्मनी अवलोकन गर्दैछौँ। धेरै रमाइलो अवलोकन गर्ने ठाउँ रहेछ यो, धेरै खुसी लाग्यो। यो चाहिँ तपाईँको चाहिँ पोर्ट्स सोरुम अवलोकन गर्न उक्लने एक्जाभेटर तपाईँको चाहिँ लिफ्ट रहेछ र चाहिँ तपाईँको चाहिँ एलाभेटर रहेछ र तपाईँको यो सिडी, यो तपाईँको चाहिँ धेरै उकालो पनि रहेछ यार। ल हेर्नुहोस् त त्यो जमानामा बनेका यी गाडीहरू। नमस्कार, सलाम अलैकुम। आज हामी तपाईँको चाहिँ पोर्ट्स म्युजियम स्टुटगार्ट जर्मनी अवलोकन गर्दैछौँ। धेरै रमाइलो अवलोकन गर्ने ठाउँ रहेछ यो, धेरै खुसी लाग्यो।